सो हाई एभ्रिवान, सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ आफ्टर भ्याकेसन पछि चाहिँ फर्स्ट डे आज कलेज जाँदैछु। अनि हेरौँ कस्तो हुन्छ। कलेज जान पनि लास्टै झ्याउ लाग्दो रहेछ। घरमा चाहिँ 10 बजे उठ्ने मान्छे, यहाँ चाहिँ 6 बजे नै उठ्नुपर्छ। अनि म चाहिँ नुहाइधुवाइ गरेर आइरन पनि लिएर आएको थिएँ मैले चाहिँ नेपालबाटै। अनि ड्रेसमा लगाएको थिएँ अनि लेट्स गो रेडी भनेर रेडी भइसकेको थिएँ म। आज चाहिँ अब छुट्टीपछि अब क्लास जाँदाको कस्तो हुन्छ म सबै भिडियो देखाउने छु सबै। अनि रमाइलो पनि हुन्छ। अनि लेट्स गो रेडी भनेर चाहिँ मैले चाहिँ आफ्नो नयाँ ब्यागमा टिफिन हालेँ। टिफिन बोतल चाहिँ चाहिन्छ हामीलाई, किनभने हामीहरूले लन्च चाहिँ वहीँ गर्ने भएको हुँदा। अनि लेट्स गो रेडी भनेर म चाहिँ रेडी भइसकेको छु। लट्स अफ पिपल आर आस्किङ एबाउट मी विच कलेज डिड यु स्टडी भनेर। अनि म चाहिँ सर्वोदय कलेज अफ नर्सिङमा पढिरहेको छु, विच वाज इन यर बेङ्गलोर। अनि म चाहिँ एक्लै नेपाली केटा पनि हो। अनि यहाँ चाहिँ हाम्रो सिनियर दिदीहरू हुनुहुन्छ जो एकदमै सपोर्टिभ हुनुहुन्छ, मलाई हरेक कुरामा सम्झाउनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, किनकि एक्लै नेपाली भएर पनि होला। मेरो चाहिँ जियानमुदेखिको अलि टाढा छ होस्टेल, बिकज म चाहिँ बिएससी बोइज होस्टेलमा बसेको हुन्छु, किनकि नेपालीभरिमा केटा म एक्लै मात्रै भएको कारणले। सो हामी चाहिँ अब यहाँ बस रोकिराखेका थियौँ। आजको भिडियो चाहिँ यति नै रह्यो। केही क्वेसन गर्न छ भने प्लिज मलाई सोध्नु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ माई